मलाई अचम्म लाग्छ, मलाई आश्चर्य लाग्छ, मलाई उराट लाग्छ आजभोलि। एउटा कुरो, यो भोगटे र खोइलीको बारेमा यो सारा संसारले के गरेर खोजेको? अब भोगटेले करोडौँ पैसा खोइलीलाई दिएर घन्टेहरूलाई गाली गर्न लगाएको भन्छन्। अस्तिका चुनाव प्रचार गर्दै जाँदा भोगटेसँग जङ्गा भेट भएछ खोइलीको। खोइलीले यसो फ्यास्स बोलाइछे मान्छेहरूले, त्यसैलाई अब खोइलीलाई बेलुका बोलायो भनिदिइरहेछन्। त्यही एउटा भिडियो कुन चाहिँले खिच्या रहेछ, हाम्रो उधौँ भिडियो त्यो एडिट गरेर बनाएछन् एआई कि सिआईबाट। त्यो बिजोग बनाए। सुन, तिमीहरू जति नै हाम्रो खेदो खने पनि केपी शर्मा ओलीको देखिहाल्यो होला झापा पाँचमा आत्तिरहेका छौ, थाहा छ मलाई। भोगटेको बारेमा चाहिँ म अब के भन्नु। अब यो बिचरा खोइली, अब यो भनेको भ्युज र पैसाको पछाडि परे केटी हो। अब यसले पैसाको लागि जे पनि गरिदिन्छ, भ्युजको लागि जे पनि गरिदिन्छ। अब उसले कुरा बुझ्यो, यो समयमा घन्टीलाई गाली गर्यो भने यो फेसबुक, युट्युब, टिकटक सबै खाइन्छ भन्ने पत्ता लगाए अनि गर्छ। अब त्यस्तो थिएन भने किन गर्छ? यो सबै यो घन्टीहरू त सबै फेसबुक र युट्युब र टिकटकमा मात्रै छन्, बाहिर त सबै हाम्रो पार्टीका मान्छे त हुन्। कुरा बुझ्नुहोस्, पार्टी एमाले भए पनि भोट चाहिँ घन्टीमा हाल्नुहोस्। धन्यवाद।